हेलो नमस्कार साथीहरू। आज हामीहरू कक्षा 10 को विज्ञान विषयको पहिलो एकाइ वैज्ञानिक अध्ययनको सबै प्रश्नहरूको उत्तर समाधान गर्नेछौँ। त्यसैले यो भिडियो कक्षा 10 मा अध्ययनरत विद्यार्थीहरूको लागि अत्यन्त नै महत्त्वपूर्ण हुनेछ। ल अब हामीहरू भिडियोको सुरुवात गर्छौँ अति संक्षिप्त प्रश्न उत्तरबाट। अति संक्षिप्त प्रश्न उत्तरको प्रश्न नम्बर 1 मा छ, चर भनेको के हो? यसको उत्तर हुन सक्छ अनुसन्धानका क्रममा परिवर्तन हुने वा हुन सक्ने भौतिक परिमाणलाई चर भनिन्छ। त्यस्तै क्वेशन नम्बर 2 मा छ, चर कति प्रकारका हुन्छ वा 3 प्रकारका चरहरूको नाम लेख्नुहोस्। ती चरहरू स्वतन्त्र चर, आश्रित चर र नियन्त्रित चर हुन्छ। प्रश्न नम्बर 3 मा छ, चरका दुई विशेषताहरू लेख्नुहोस्। विशेषता नम्बर 1 मा हुन सक्छ चरलाई नाप्न सकिन्छ र यसको मान फरक फरक हुन सक्छ। त्यस्तै दोस्रो विशेषतामा हुन सक्छ एउटा चरको मान अर्को चरको अनुमानित मानबाट अनुमान गर्न सकिन्छ। प्रश्न नम्बर 4 मा छ, स्वतन्त्र चर भनेको के हो? यसको उत्तर हुन सक्छ वैज्ञानिक प्रयोग वा अनुसन्धान गर्दा प्रयोगकर्ताले कुनै एक चरको मात्रालाई निश्चित परिमाणमा परिवर्तन गर्छ र त्यसले अर्को चरमा ल्याएको परिवर्तनलाई नाप्छ। यसरी प्रयोगकर्ताले मान निर्धारण गर्न सक्ने चरलाई स्वतन्त्र चर भनिन्छ। जस्तै पनि दिएको छ, तपाईहरू अध्ययन गर्नुहोला र नोट पनि बनाउनुहोला, मात्र भिडियो हेरेर केही हुनेवाला छैन। त्यस्तै प्रश्न नम्बर 5 मा छ, आश्रित चर। यसको परिभाषा यस प्रकार छ, प्रयोगकर्ताले प्रत्यक्ष निर्धारण गर्न नमिल्ने र अन्य चरको मानमा निर्भर रहने चरलाई आश्रित चर भनिन्छ। त्यस्तै प्रश्न नम्बर 6 मा छ, नियन्त्रित चर भनेको के हो? यसको उत्तर कुनै पनि वैज्ञानिक प्रयोग वा अनुसन्धान गर्दा नियन्त्रणमा लिने चरलाई नियन्त्रित चर भनिन्छ। त्यस्तै क्वेशन नम्बर 7 मा छ, भौतिक परिमाण भनेको के हो? यसको उत्तर मापन गर्न सकिने परिमाणलाई भौतिक परिमाण भनिन्छ। जुन परिमाणलाई नाप्न सकिन्छ त्यसलाई नै भौतिक परिमाण भनिन्छ। जस्तैमा लम्बाइ, पिण्ड, समय, गति। क्वेशन नम्बर 8 मा छ, एकाइ भनेको के हो? यसको उत्तर कुनै पनि परिमाणको वस्तु नापिने प्रमाणित आधारलाई एकाइ भनिन्छ। जस्तैमा किलोग्राम, मिटर। त्यस्तै क्वेशन नम्बर 9 मा छ, एकाइ कति प्रकारका हुन्छ वा एकाइका प्रकार लेख्नुहोस्। एकाइ दुई प्रकारको हुन्छ, आधारभूत एकाइ र तत्जन्य एकाइ। त्यस्तै क्वेशन नम्बर 10 मा रहेको छ, आधारभूत एकाइ भनेको के हो? यसको उत्तर आफ्नो स्वतन्त्र अस्तित्व भएका वा अरू एकाइमा निर्भर नरहने नापका एकाइहरूलाई आधारभूत एकाइ भनिन्छ। जस्तैमा मिटर। क्वेशन नम्बर 11 मा रहेको छ, तत्जन्य एकाइ भनेको के हो? यसको उत्तर आफ्नो स्वतन्त्र अस्तित्व नहुने अर्थात् दुई वा दुईभन्दा बढी आधारभूत एकाइहरू मिली बनेको एकाइलाई तत्जन्य एकाइ भनिन्छ। जस्तैमा जुल, पास्कल, न्युटन। अब हामीहरू संक्षिप्त प्रश्न उत्तरतिर लाग्नेछौँ। ल अब संक्षिप्त प्रश्न उत्तरहरू तपाईहरू भिडियोलाई पज गरेर राम्ररी हेर्नुहोला अनि आफ्नो नोट कपीमा नोट पनि गर्नुहोला। क्वेशन नम्बर 1 मा छ, पिण्ड, तापक्रम, शक्ति र घनत्वका एकाइहरू लेख्नुहोस्। त्यस्तै क्वेशन नम्बर 2 मा रहेको छ, समीकरणमा एकाइको एकरूपता कसरी जाँच गरिन्छ? उदाहरणसहित प्रश्न पार्नुहोस्। कुनै पनि समीकरण मान्य हुन समीकरणका दायाँ र बायाँ दुवैपट्टिका आधारभूत एकाइहरूमा एकरूपता हुनुपर्छ। जस्तैमा उदाहरण पनि यहाँ प्रश्न रूपमा लेखिएको छ। त्यस्तै संक्षिप्त प्रश्न उत्तरको प्रश्न नम्बर 3 मा रहेको छ, कर्माले केही तारका टुक्रा प्रयोग गरेर एउटा ड्राइसेललाई सिममा जोडी बत्ती बाले। उनलाई प्रयोग गरिएका तारको मोटाइले ड्राइसेलको आयुलाई कसरी असर गर्छ भनेर जान्न मन लाग्यो। यसबारे उनले गर्ने परीक्षणमा स्वतन्त्र चर, आश्रित चर र नियन्त्रित चर छुट्याउनुहोस्। यसको उत्तर रहेको छ, वास्तवमा तारको मोटाइले ड्राइसेलको आयुलाई असर गर्दैन। ड्राइसेलमा हुने रासायनिक परिवर्तन र सिम बल्ने समयले ड्राइसेलको आयुलाई असर गर्छ। यहाँ ड्राइसेलको भोल्टेज स्वतन्त्र चर हो, सिम
को उज्यालोपना आश्रित चर हो। सिमको बल्ने समय नियन्त्रित चर हो। अर्को रहेको छ क्वेसन नम्बर 4। क्वेसन नम्बर 4 मा के रहेको छ क्वेसन, सुबोधले वस्तुको रङ्गले उसको ताप धारण गर्न सक्ने क्षमतालाई कसरी फरक पार्छ भनी पत्ता लगाउन चाहे। त्यसका लागि उनले 4वटा कोनिकल फ्ल्याक्स लिए र पहिलोमा कालो इनामेल, दोस्रोमा सेतो इनामेल, तेस्रोमा हरियो इनामेल र चौथोमा रातो इनामेल पोते। त्यसपछि प्रत्येक फ्ल्याक्समा पानी भरेर तिनीहरूको मुख कर्कले बन्द गरी घाममा राखे। केही समयपछि थर्मोमिटरको सहायताले प्रत्येक फ्ल्याक्सको पानीको तापक्रम नापे र टिपोट गरे। सुबोधको यस प्रयोगमा स्वतन्त्र चर र आश्रित चर छुट्याउनुहोस्, साथै सुबोधले कुन कुन चरलाई नियन्त्रण गर्नु पर्ला लेख्नुहोस्। र यसको उत्तर यस प्रकार रहेको छ, सुबोधको यस प्रयोगमा स्वतन्त्र चरलाई जनाउँछ, प्रत्येक फ्ल्याक्सको तापक्रमले आश्रित चरलाई जनाउँदछ, प्रत्येक फ्ल्याक्सको कालो, सेतो, हरियो र रातो इनामेलले नियन्त्रित चरलाई जनाउँदछ। क्वेसन नम्बर 5 मा विद्युत अवरोधको एकाइ ओहमलाई प्रमाणित गर्नु छ र यसको सल्युसन यस प्रकार गरिएको छ, राम्ररी हेर्नु होला। अब हामीहरू क्वेसन नम्बर 6 तिर लागौँ। क्वेसन नम्बर 6 मा रहेको छ, कार्यको एकाइ जुल तत्जन्य एकाइ हो किन? यसको उत्तर, एसआई प्रणालीमा कार्यलाई जुल एकाइमा नापिन्छ। अत कार्यको एकाइ पिण्डको एउटा, लम्बाइको 2वटा र समयको 2वटा आधारभूत एकाइहरू मिलेर बनेको हुन्छ। त्यसकारण कार्यको एकाइ जुल तत्जन्य एकाइ हो। हामीहरू यसअघि नै पढेका थियौँ तत्जन्य एकाइको परिभाषा, त्यही अनुसार यसको कारण दिनु छ। क्वेसन नम्बर 7 मा रहेको छ, प्रयोग गर्दा केही चरहरूलाई नियन्त्रण गर्नुपर्छ। उत्तर, वैज्ञानिक प्रयोग र अनुसन्धानमा पाइने नतिजामा कुनै असर नपरोस् भनेर प्रयोग गर्दा केही चरहरूलाई नियन्त्रण गर्नुपर्छ। त्यस्तै क्वेसन नम्बर 8 मा पनि कारण नै दिनु छ, बी स्क्वायर बराबर एउटै हुँदैन किन? यसको सल्युसन यस प्रकार गरिएको छ। अब हामीहरू क्वेसन नम्बर 9 हेरौँ। क्वेसन नम्बर 9 मा के छ? क्वेसन नम्बर 9 मा रहेको छ, चर सम्बन्धी ध्यान दिनुपर्ने पक्षहरू लेख्नुहोस्। चर सम्बन्धी ध्यान दिनु पक्षहरू निम्नानुसार रहेको छ, एउटा प्रयोग वा अनुसन्धानमा एउटा मात्र स्वतन्त्र चर हुनुपर्छ, एउटा प्रयोग वा अनुसन्धानमा एउटा मात्र आश्रित चर हुनुपर्छ, छानिएको स्वतन्त्र चर र आश्रित चर बाहेकको चरलाई नियन्त्रण गर्नुपर्छ, चरहरूको सम्बन्धलाई गणितीय समीकरणमा लेख्दा प्राय आश्रित चरलाई समीकरणको बायाँपट्टि यहाँ बायाँपट्टि हुन्छ, त्यस्तै स्वतन्त्र चरलाई दायाँपट्टि राखिन्छ। अनि अर्को रहेको छ, दुई चरहरू बीचको सम्बन्धलाई ग्राफमा प्रस्तुत गर्दा आश्रित चरलाई सधैँ वाइ एक्सिस वा ठाडो अक्षमा र स्वतन्त्र चरलाई एक्स एक्सिस वा तेर्सो अक्षमा राखिन्छ। अर्को हाम्रो रहेको छ क्वेसन नम्बर 10, वैज्ञानिक सिकाइमा चरको महत्त्वबारे उल्लेख गर्नुहोस्। यसको उत्तर, वैज्ञानिक अनुसन्धानको क्रममा हेर्न, व्याख्या गर्न, नियन्त्रण गर्न र नाप्न चरको महत्त्वपूर्ण भूमिका हुन्छ। 2 नम्बरमा रहेको छ, अनुसन्धानका क्रममा सूचना लिने आधारभूत एकाइ र अनुमान गरिने भौतिक परिमाणको रूपमा चरको महत्त्वपूर्ण भूमिका हुन्छ। 3 नम्बरमा छ, वैज्ञानिक प्रयोग र अनुसन्धानमा के भइरहेको छ भनी धैर्यतापूर्वक विश्लेषण र अनुमान गर्न, यहाँ अनुमान हुन्छ, अनुमान गर्न चरले महत्त्वपूर्ण भूमिका खेल्दछ। आशा छ यो भिडियो तपाईँहरूको लागि महत्त्वपूर्ण भएको होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला, अनि भिडियो मन पर्यो भने लाइक गर्नुहोला, अनि फेसबुक मार्फत हेर्दै हुनुहुन्छ भने पेजलाई फलो गर्न नबिर्सनुहोला। आफ्नो साथी भाइहरूसँग सेयर पनि गर्नुहोला। फेरि भेटौँला अर्को भिडियोमा। नमस्कार।